Shit. First experience though. We are in a bad situation. It's 6:40 p.m. on the road closed. Oh shit guys, हामी यहाँबाट हो र हामी यहाँ राति आइपुगेको अब यहाँनिर डाइभर्जन देखाउँदैछ आई डोन्ट नो भर्खर एउटा स्कुटी चाहिँ गयो मैले भिडियो चाहिँ लाइक किन बनाएको भन्दाखेरि चाहिँ म जन्मेकोदेखिको यो रोड म हिँडेको होइन दिस इज द फर्स्ट टाइम जब चाहिँ यो रोड पुरा प्रपर खाली छ अब 6:30 एन्ड इट्स दिवाली टाइम चिल यो रोड चाहिँ खाली देख्दाखेरि चाहिँ अब मलाई एकछिन चाहिँ यस्तो अब अहिले चाहिँ अलिअलि घरहरू देख्नु थाल्यो अघिसम्म चाहिँ घरहरू सबै क्लोज प्लस पुरा होटल्सहरू छ रेस्टुरेन्टहरू छ यो बाटोमा त्यो रेस्टुरेन्ट त क्लोज थियो तर घरहरू पनि कुनैमा पनि लाइटहरू जलेको थिएन अन्त त्यो देख्दाखेरि चाहिँ मलाई म एलिजेन्ट बोर्डरल्यान्ड हेर्दै थिएँ लाइक हेरिसकेँ मैले थर्ड सिजन पनि सक्यो मलाई चाहिँ एकछिन चाहिँ लाइक त्यस्तै फिल भइदियो अब कोही पनि छैन मान्छे पनि छैन गाडी छैन नभए 6:30 त के 10 बजी पनि यो बाटो यति भिड हुन्छ नि गाडीहरू कुदिरहेको हुन्छ रातिको 9 बजी पनि म 9 बजी गएर एकपल्ट घरबाट आउँदाखेरि पनि Shit. मैले भन्दै थिएँ अब यो चाहिँ हाम्रो लागि चाहिँ एउटा डरलाग्दो सिचुएसन हो इफ अघि भर्खर त्यो डाइभर्जन लेखेको ठाउँबाट नि बाटो छ भने छैन भन्ने चाहिँ अब यस एक्ज्याक्टली वी हेभ टु रिटर्न टु सिलिगुडी then we have to take another route either national highway तीन दरियावाला रोड or यो बङ्खाबारी रोड मलाई लाग्दै थियो यस्तो हुन्छ होला भनेर किनभने केही कुनै गाडी छैन अब कसरी चाहिँ अब म सक्ट भयो एकछिन चाहिँ रोहिणी रोड 6:30 मा यतिको खाली भएको चाहिँ अब यो चाहिँ मेरो लाइफमा फर्स्ट एक्सपिरियन्स हो तर त्यो रोड डाइभर्जन लेखेको छ त्यहाँनिर त्यहाँबाट काहीँ न काहीँ रोड निकालिदिन्छ होला सायद त्यो रोड गौरी शङ्कर भएर निक्लिन्छ होला माथि गाउँ भएर अब हेरौँ एकपल्ट के हुन्छ आई डोन्ट नो अब भएन भने चाहिँ अब वी आर इन अ ब्याड सिचुएसन होइन त्यहाँबाट गाडी आउँदैछ भनेपछि यही बाटो हो ऊपर गएर अम्बो शिट गाइज जस्ट आई डोन्ट नो क्यामेराले कति जस्टिस गर्दैछ होइन तर यो यस्तो नलाग्दो भिड छ प्लस यो मतलब यस्तो नलाग्दो स्लोप छ अच्छा यति मात्रै रहेछ फाइन यति त हामी ह्यान्डल गरिहाल्छौँ उयो माथिको चाहिँ कसले हो त्यति गरेको लाइटहरू जलिरहेको मैले भिडियो गरेको थिइनँ मैले त्यसै अब अचानक मलाई माइन्डमा यस्तो आयो कि एकपल्ट रेकर्ड गर्नु पर्यो भनेर यो चाहिँ गिटीले गर्दा ब्रेक पनि नलागेको केही पनि नलागेको भर्खर हामी चाहिँ ब्याक गएँ मलाई थाहा छ क्यामेराले यस्तो जस्टिस गर्नु सकेको छैन होला हो आम्मो बाटो चाहिँ कस्टम हेब्बी डरलाग्दो बाटो हेरौँ यो बाटोले कहाँ निकाल्छ मलाई थाहा छैन तर मलाई लाग्दैछ त्यो ग्राउन्ड बाटो निकाल्छ होला आम्बो शिट बाटो चाहिँ खतरै हो यहाँ निकाल्दो रहेछ यो बाटो पहिलो गएको ओके गाइज
आइपुग्यो खरसाङ खरसाङ आइपुग्यो खरसाङ आइपुग्यो सिलगढीमा दिवालीको लागि लाइटहरू गार्बेज ब्याग्स अनि टिस्यु पेपर त्यस्तो केहरू किनेर यस्तो डरलाग्दो भिड यस्तो डरलाग्दो गरम होइन अब कालिम्पोङ मिरिक सिक्किम दार्जिलिङ हो डुवर्स साइड दिवाली अगाडि सबै त अब सिलगढी हो हब भनेको अलिकति हो सबैजना सिलगढी नै आउँछ अन्त हेभी भिड हेभी ट्राफिक हेभी गरम रोमी उकालो टक्क चढेको एउटा गाडी पनि छैन आइसकेला मेरो कसै क्या दामी देखेको झिलिली क्यामेरामा देखेको छैन होला यसको अलिकति नाइट भिजन राम्रो छैन मतलब यो 360 भएर चाहिँ त्यो माथि मैले 360 नै सुट गर्दैछु होला सायद झिलिलिलिलिली भइरहेको छ खरसाङ सेलु को हो अघि यिनीहरू मार्केटमा पनि थियो आइपुग्यो खरसाङ ए हाँ ला बाइक कहाँ रोक्नु होला है कहाँ दिन्छौ केमा यहाँ उत्रेर चाबी माग्दै गर्ने अब बाइक रोक्नु पर्ला हस्पिटल त्यहाँबाट हस्पिटलमा रोकेर त्यहाँबाट फेरि यता आउनु पर्यो लेट्स सी ठाउँ तर पार्किङ त हुनुपर्ने हो यति बेला त राति त तर भिड छ अब पार्किङ पनि खै के भन्नु पाउनु त पाउनु पर्ने पार्किङ आम्मो छैन रहेछ नि लु अब पार्किङ चाहिँ यही हो